मुकुन्द कृष्ण थापाज्यू सबैजनालाई आग्रह गर्न चाहन्छु, जय घन्टी, जय घन्टी, जय घन्टी, जय घन्टी। मैले छोटोमा मात्रै आफ्नो कुरा राख्नेछु। राष्ट्रिय स्वतन्त्र पार्टी भाषण गर्न आइराखेको छैन, काम गर्न आइराखेको छ। सर्वप्रथम त राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट खोटाङका उम्मेदवार रुद्र गिरिज्यू लगायत पार्टीका सबै समर्थक पदाधिकारी साथीहरू अनि यो ऐसली खर्क गाउँपालिकामा रहनुभएका विभिन्न ठाउँबाट यो हाट बजारमा आइपुग्नु भएका खोटाङवासी आमा बुबा दिदी दाजु भाइ बहिनीहरू चाहिने अनुसार सबैलाई नमस्ते सेवा जय घन्टी भन्न चाहन्छु। हामीलाई के थाहा छ भने मधेस किन बनेन त्यो प्रश्न थाहा छ। हामीलाई के थाहा छ भने खोटाङ किन बनेन हामीलाई प्रश्न थाहा छ। हामीलाई के थाहा छ भने भ्रष्टाचार किन भइरहेको छ, के कारणले भइरहेको छ त्यो प्रश्न थाहा छ। हुनाले आज राष्ट्रिय स्वतन्त्र पार्टीको रूपमा आइराखेको छैन। यो निर्वाचन आयोगको त्यो निर्वाचन दल दर्ता सम्बन्धीको कानुन रहेछ, त्यहाँ पार्टी लेख्नु पर्ने। हामी पार्टी पनि लेख्न चाहँदैनथ्यौँ। यो आम यो हाट बजारमा आउनुहुने यहाँ भेला हुनुहुने सम्पूर्णको पार्टी हो। राष्ट्रिय स्वतन्त्र पार्टी होइन, परिवर्तनको सम्भाग हो। यो आवाज मिलन कान्छा राईको होइन, राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्यालयको होइन, यो आम जनताको आवाज हो। र परिवर्तन भ्रष्टाचार गर्नको लागि होइन, परिवर्तनको लागि मात्रै अनि निमुखा जनतालाई अन्याय गर्नको लागि होइन, परिवर्तन शक्तिको लागि हो। पार्टीले मात्रै गर्दछ। किनभने अब अहिले भइरहेको फाल्गुन 21 गतेको निर्वाचन खालि निर्वाचन हुने छैन। यो इतिहासकै पहिलो पटक लोकतन्त्र आएदेखि यता समग्रमा हेर्नुहुन्छ भने यो एकल बहुमतको सरकार बनाउने र यी विभिन्न यो निर्वाचनलाई नै हेर्नुहुन्छ भने कति धेरै खर्च गर्नुपर्छ। एउटा नेताले त्यति धेरै खर्च गर्नलाई कहाँबाट पैसा ल्याउँछ? योभन्दा अगाडिका नेताहरूले यति धेरै खर्च गरेर निर्वाचनमा भाग लिन्थे अनि निर्वाचनमा भएको ऋण त्यो खर्च उठाउनको लागि भ्रष्टाचार गर्थे। तर आजको दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पैसा पनि बाँड्दैन, रक्सी मासु भात पनि खुवाउँदैन र भ्रष्टाचार पनि गर्दैन। आजको दिनमा तपाईँहरूको हातमा भोट छ। भोट भनेको के हो? सम्पूर्ण आमा बुबा दिदी दाजु भाइ बहिनीहरूले म यो आग्रह गर्न चाहन्छु, त्यो भोट भनेको तपाईँको शक्ति हो। र आजको दिनमा नेताले तपाईँले नमस्कार गरिरहेको छ। निर्वाचन आउँदैछ नि त, तपाईँले नमस्कार खाइराख्नु भएको छ। किन? तपाईँसँग भोट छ, किन? तपाईँसँग शक्ति छ। त्यो शक्ति आज 1-2 रुपियाँमा, 1-2 हजार रुपियाँमा, 1-2 गिलास रक्सीमा, मासु भातमा नबेच्नु होला। म तपाईँको छोरा, तपाईँको नाति, तपाईँको भतिजोले यो आग्रह गर्दछ। तपाईँको आफन्त हो म, यही खोटाङमा जन्मेको, यही खोटाङको माटोले जन्मेको तपाईँहरूको छोराहरू साथीहरू। तपाईँहरूले कसैले पैसा पर्छ खाइदिनु होला, सफा पार्छ, खोटाङ बर्बाद पार्छ। आजको दिनमा सबैतिर खोटाङमा बाटो पुगिरहेको छ। त्यो बाटो नाम मात्रको बाटो छ, त्यो स्तरीय खालको बाटो छैन। आज तपाईँहरूको बारीमा फलेको फलफुलहरू बारीमै कुहिरहेको छ। यही हाट बजारमा तपाईँले चाहिँ के तपाईँले मूल्य पाउनु भएको छ? ग्राहक पाउनु भएको छ? के यस्तै हुनुपर्ने हो हाम्रो देश? तपाईँको एक टोको अन्न बिक्दैन, एक पालो तपाईँको कागती बिक्दैन, अनि तपाईँको गर्नु कसरी चल्छ? यो गर्नुपर्ने कसले हो? मेरो अगाडि मास्तिर गाउँपालिकाको कार्यालय, यो गाउँपालिकाको काम के हो? जिल्ला समन्वय समितिको कार्यालय छ, त्यसले गर्ने के हो? प्रदेशको कार्यालय छ, मन्त्रीहरू झन्डा हल्लाएर हिँड्छन्, उनीहरूको काम के हो? केन्द्रमा सरकार छ, सरकारले तपाईँले थाहा छैन त्यो मन्त्रीहरू, प्रधानमन्त्रीहरू, भिआइपीहरू उनीहरू आफ्नो पदबाट हटिसकेपछि पनि लाखौँ रुपियाँ महिनामा खर्च गर्छन्। के तपाईँहरूले थाहा छ त्यो पैसा कहाँबाट आउँछ? त्यो तपाईँहरूको यही कागती, यही साग, यही निबुवा, यही फर्सी, यही अदुवा, यही मकै, यही चिनीले बेचेको पाइ एक तना त्यो अन्न बालीबाट तपाईँको चाहिँ टेकवार गइरहेको छ। तपाईँलाई थाहा छैन यो कुरा। प्रत्येक मासमा तपाईँको चाहिँ खाइरहनु भएको चाहिँ त्यो
बानीबाट एकसित भात खानेबाट त्यहाँ ट्याक्स गइरहेछ, कर गइरहेको छ, तपाईँहरूलाई थाहा छैन। तर हामीलाई के मात्रै थाहा छ भने नेता झन्डा हल्लाउँदै आउँछ, नेताले नमस्कार गर्छ, मासुभात खुवाउँछ, 1-2 हजार खल्तीमा लगाइदिन्छ र भोट मलाई भन्छ ए भोलि मैले केही पाउने होइन, 1000 खल्तीमा हालिदियो भोट यसलाई दिन्छु। यसो भएको हुनाले बिग्रेको हो देश, यसो भएकोले बिग्रेको हो खोटाङ, यसो भएकोले बिग्रेको हो ईश्वरीघरको गाउँपालिका। तपाईँहरूले आज प्रश्न बुझ्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीले पैसा बाँड्दैन, राष्ट्रिय स्वतन्त्र पार्टीले खर्च गर्दैन। हामी चिउरा खाएर मकै फटामस हामीले बोकेर पोल्टमा तपाईँहरूसँग यो आग्रह गर्न आइराखेका छौँ। तपाईँहरू अब जाग्नुपर्छ, तपाईँहरूले निर्णय भोट दिनुपर्छ। मेरो 1 भोट हो, त्यो 1 भोटले केही गर्दैन, त्यो नसोच्नुहोस्। 3 करोडमा म एउटा बुढो मान्छेको केही भूमिका छैन, त्यो नसोच्नुहोस्। 3 करोड नेपालीमा म एउटा युवाको केही भूमिका छैन, यो नसोच्नुहोस्। त्यो एक भोट गरेर तपाईँले सत्तामा पुर्याइराख्नु भएको छ, शक्ति दिइराख्नु भएको छ, भ्रष्टाचार गर्नलाई सघाइराख्नु भएको छ। आज तपाईँको 1 टोको अम्बा, तपाईँको चाहिँ 1 तानो अदुवा नबिग्ने वातावरण, 2 मुठा साग नबिग्ने वातावरण तपाईँले आफैलाई आजसम्म धोका दिइराख्नु भएको छ, आजसम्म गल्ती गरिराख्नु भएको छ। त्यसो भएको हुनाले यही मात्र म सम्पूर्णमा आग्रह गर्न चाहन्छु। अनि ईश्वरीघरका गाउँवासी सम्पूर्ण महानुभावहरूले म यही आग्रह गर्न चाहन्छु, अब तपाईँको 1 भोटमा शक्ति छ, 1 मतमा शक्ति छ। यो आवाज तपाईँकै हो, जनताको हो। अब परिवर्तन भ्रष्टाचारको लागि होइन, परिवर्तन तपाईँको लागि न्याय हुनुपर्छ, तपाईँको लागि सुख हुनुपर्छ, तपाईँको आय आर्जनसँग जोडिनुपर्छ। नेता अब यो देशमा हुनु हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीको कोही पनि नेता छैन। म केन्द्र कार्यालयबाट आएको तपाईँको भाइ भतिजा भोलि कुनै कथाबाज हामीले अब यहाँबाट घन्टी बजाएर हाउसमा पठायौँ भने त्यो हाम्रो नेता हुने छैन। जो रुद्रगिरीको नाम तपाईँ लिँदै हुनुहुन्छ, हामी भन्दछौँ रुद्रगिरी तपाईँहरूको सेवक हो, रुद्रगिरी नेता होइन। मिलन कान्छाराई नेता होइन, तपाईँहरूको भाइ भतिजो सेवक हो। रवि लामिछाने नेता होइन, सभापति उहाँ आफैले भन्नुभएको छ हामी जनताको सेवक हौँ। बालेन्द्र शाह उहाँ नेता होइन, उहाँ जनताको सेवक हो। 35 वर्षसम्म गर्न नसकेको काठमाडौँको महानगरपालिकाको फोहोर, त्यहाँको बेफिती, त्यहाँको भ्रष्टाचार उहाँले कतिमा देखाइदिनु भयो भन्नुहोस् त? 25 महिनामा देखाइदिनु भयो, 35 वर्षको काम। अब यो देशको पनि लोकतन्त्र आएदेखि 70 वर्षमा भएको यी भ्रष्टाचारहरू त्यसको फाइल खोलिनेछ, त्यसको फाइल खोलिनेछ। भ्रष्टाचारीले कारवाही गरिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीले वाचा गर्दछ, भ्रष्टाचारीले कारवाही गर्छ। त्यसको लागि के हुनुपर्छ? हामीलाई खर्च गर्न नलगाउनुहोस्, हामीलाई पैसा नमाग्नुहोस्, तपाईँहरूले भोट दिने बेलामा एकचोटि सोच्नुहोस् हामीलाई नै दिनुपर्छ भन्ने छैन। हामी